साहबले कोदालो बोक्दा सुहाउँछ, सुहाइहाल्छ। मेयर साहबले पाइप बोक्ने काम गर्ने हो। म त यहाँको ठुल्ठुला नेताहरू आउनुभयो भने नि, यो चाहिँ नि प्रचण्ड, केपी ओली, शेरबहादेउबा जस्ता छन् नि, उहाँहरूलाई म आधी घण्टा त बालुवा बोकाउँछु। मेरो खराब पानी छ, मेरो खराब। र लाउरेहरूको सहर हो नि त होइन धारा? लाउरेको सर। तर त्यहाँ खोइ त पर्यटकहरू गएको, मलाई बताउनुहोस् त। पर्यटकहरू नजानुको कारण त्यही त भनेको त, हर्क साम्पाङ आएको थिएन नि त। हामी चाहिँ हेरेको हेरे, हामी चाहिँ हेरेको हेरे। अहिले श्रम पर्यटन भइरहेको छ सर, तपाईँलाई मेरो निम्तो छ, आउनुहोस् 1 घन्टा तपाईँलाई ढुङ्गा बोकाउँछु म। त्यो दिवा सपना हुँदैन, त्यो हुँदैन। पानी लिएर खानुले त कुनै दिवा सपना, तपाईँको रात्रि सपना हुनुपर्छ। होइन, मान्छेहरूले सपना त ठुल्ठुलो बाँड्छन् नि, तर मैले चन्द्रमा जाने, मङ्गल ग्रहमा चाहिँ नि घडेरी बनाउने भने हो र। तत्कालको लागि दीर्घकालीन रूपमा त पानी काम लाग्दैन। काम लाग्दैन। अनि के गर्नुहुन्छ तपाईँ? कोशीबाट पानी ल्याउने हाम्रो कसरी ल्याउने त कोशीबाट पानी? सङ्घीय सरकारले ल्याइदिनु पर्छ। सङ्घीय सरकारले तपाईँलाई बजेट दिन्छ, दिनु पर्यो। दिएन भने के गर्नु? खानेपानीको जोहो गर्नुपर्छ सङ्घीय सरकारले, गरेन भने म यो खानेपानी मन्त्रालय बन्द गर्नुपर्छ भनेर सिंहदरबारमा धरना दिन आउँछु। मेरो खराब पानी छ, मेरो खराब।